ल गाइस आज चाहिँ हामी ट्रेनिङमा है ट्रेनिङमा एरोप्लेनमा छौँ हामी एरोप्लेनमा है के भन्नु छ केटा हो एरोप्लेनमा छौँ हामी बसन्ते खाबो हामी चाहिँ अहिले झट्टसँग हामी तुर्कै हामी एरोप्लेनमा है हाई भन्दौँ न के गयो एरोप्लेनमा हामी भनेर एउटै प्लेनमा एरोप्लेन एउटा प्लेन होइन एरोप्लेन ल सर जाँदै ट्रेनिङ अब भाँडामा सुने काम छ ट्रेनिङ छ के गर्ने अब भाँडामा सुने ट्रेनिङ छ ल दोहा आइपुग्नु आँट्यो है दोहा आइपुग्नु आँट्यो ल दामी छ यो अफिस ल हामी चाहिँ डक्कसँग अब आइपुग्नु आँट्यो अफिस हाम्रो अब इन्टरभ्यू छ भनेर इन्टरभ्यू भन्दा पनि ट्रेनिङ छ ट्रेनिङ ल सेफ्टी ट्रेनिङ सिद्धियो है गाइस अब हामी चाहिँ निस्केको बाहिर है ए सबैले सेफ्टी ट्रेनिङ सिधेर निस्केको हामी ल गाइस हामी चाहिँ हिँडेको अब कम भाइ लोक जाने बाटो यता छ ल सिट खाली भयो अब है हामी चाहिँ लाग्यो हो हामी लाग्यो हो अगाडिदेखि आयो पछाडिदेखि जाँदैछौँ हामी चोर बाटो सिँढीबाट हिँड्दैछौँ ल केटाहरू आउँदैछन् भटाभट जय माटो ल कस्तो लाग्दो ट्रेनिङ केटा हो ल यता हाइवे छ अब यता यसरी निस्केर जाँदैछौँ हामी यता निस्किँदैछौँ यी अगाडिदेखि आयौँ पछाडिदेखि जाँदैछौँ अब के गर्नु अब गाह्रो छ ल ट्रेनिङ सिद्धियो गाइस ट्रेनिङ सिद्धियो हाम्रो ए ट्रेनिङ सिद्धियो हामी जाँदैछौँ अब ल ट्रेनिङ सिधेर हामी बाटोमा छौँ अहिले अब हाम्रो बस यहाँ छ ए बन्धु के रे ल हाम्रो बस यहाँ छ ल ट्रेनिङ सेन्टर है हाम्रो यो कता गयो भिडियो ल हाम्रो ट्रेनिङ सेन्टर यो ए ल हाम्रो केटाहरू पनि आउँदैछ ए हाम्रो केटाहरू आउँदैछ मजाले हिँडेर ल है ट्रेनिङ सिधै नि होइन भाइ ल दामी छ भ्यू नि ल ट्रेनिङ सिद्धियो अब हामी जाँदैछौँ गाडीमा झट्ट लगाएर ड्राइभर चाहिँ त्यहाँ छन् यी केटाहरू ल है केटा भित्र खिच्नु पाइँदैन भने के गर्नु त्यो भएर भित्र खिचिएन ट्रेनिङ गरेको ल ल भाइ है बुहारको बटपन छ यहाँनिर कतारको स्टेडियम है अल्थुमा स्टेडियम है यो चाहिँ हट्टसँगै देखाइदिया हो हामी चाहिँ अहिले ट्रेनिङ सकेर फर्किँदैछौँ यो अल्थुमा स्टेडियम हो केटाहरू छन् यहाँ गाडीमा अझै पनि सब केटाहरू छन् है भाइरल ब्रिज पनि होला भन्नु न भाइरल ब्रिज पनि छ भाइरल ब्रिज भन्छ यसलाई चाहिँ पारी चाहिँ ए के छ के छ नि कतार त अब फुलबुट्टा भरेको छ नि के गर्नु अब ए उता घाम लागिरहेको छ फेरि हो घाम देख्दैन नि यहाँ केटाहरू हाई भन्दै केटा हो सुन न ल यसले भन ल अल्थुमा स्टेडियम हो यो चाहिँ अस्ति 2000 कतिमा पो वर्ल्ड कप भएको 26मा 22मा वर्ल्ड कप भएको अल्थुमा स्टेडियम यो चाहिँ त्यो मुस्लिमको टोपी जस्तो साइजको छ भन्न त्यही हो टोपी साइजको यो अगाडिबाट अर्को सानो स्टेडियम पनि छ हामी त्यस्तो चाहिँ हामीले खेल्ने है उहाँ चाहिँ हामीले खेल्ने हो त्यो
यो हामीले खेल्ने हो यो चाहिँ हामी खेल्ने हो उतापट्टि मेट्रो स्टेसन पनि छ बेलुका बेलुका रेलगाडी कुद्ने खतरा भाइरल ब्रिज आयो झन् 3 तल्ले ब्रिज हो यो 3 तला छ यहाँनिर 3 तला ब्रिज हो यो चाहिँ पुरा खतरा ब्रिज छ सबैभन्दा अग्लो ब्रिज यो होला ए माथि 2टा भयो अझै माथि पनि छ उतापट्टि अब बसेर देखाउनु मिल्दैन के गर्नु अब देखाइन्थे यो हामी कुदेको एउटा हो माथिको 2टा हो अझै मुनि पनि बाटो यसको मुनि देखाउनु मिल्दैन नभए देखाइन्थे के गर्न भाइरल ब्रिज हो यो चाहिँ आटरेका ल अब यस्ता पुलहरू छन् यहाँ आकाशे पुलहरू खतरा खतरा छन् यहाँ अझै अर्को स्टेडियम आउँदैछ धेरै टाढा छ तर म नजिक ल्याउने कोसिस गर्छु यो स्टेडियमको नाम चाहिँ के हो तपाईँहरूले भन्दा थाहा भएन मलाई पनि है म देखाइदिन्छु अहिले अझै टाढाबाट छ त यार खतरा छ यार सिन चाहिँ जे होस् बबाल निस्किन्छ यार सिसा बाहिर भित्रदेखि भए पनि गाडी त केटाहरू थाकेका छन् गलेर सुतेका छन् ल के छ भन्नु छ गुरुङ सर हजुर के भन्नु छ रौसिला छ रौसिला छ रक्सी लागेको छ विनोद भाइलाई के रक्सी लागेको छ ठिक छ ल अब तपाईँहरूलाई भर लाउँदैन एउटा ब्रिज अरे स्टेडियमको नाम भन्छु यो पनि वर्ल्ड कपै खेलेको थियो तर नाम चाहिँ थाहा भएन मलाई यसको चाहिँ नाम चाहिँ थाहा भएन यो चाहिँ ऊ आकारको छ भन न अब के स्टेडियम यो भन्नु है नाम ऊ पर छ भन्नु चाहिँ स्टेडियम नाम थाहा भएन क्या अलवक्रा आकार भन न आकार 475 हो स्टेडियमको नाम अल जानुको के यो स्टेडियम नाम थाहा भएन मलाई अल जानुको यार अल जानु अल जानु यो पुलदेखि उताबाट स्टेडियम छ तर स्टेडियम नाम थाहा भएन मलाई है अलजानुम के अरे अलजानुम भन्छ ल गरौँ गाइज यो स्टेडियमको नाम के हो यो चाहिँ अलजानुम स्टेडियम भन्छ यो चाहिँ ऊ यहाँ पनि वर्ल्ड कप पुरा यो के आकारको छ भनिदिनु होला तपाईँहरूले शङ्ख आकारको भन्छ मान्छेहरूले अलबत्रा अलवक्रा स्टेडियम अरे ल गाइज यो चाहिँ ऊ यस्तो डिजाइनको छ भन न यो कुन डिजाइनको छ हेरौँ त लगाइज यो के डिजाइनको छ स्टेडियम ल यो नि आकारको छ किन काट्ने हो र त्यही हो त अनि त्यही हो अब हामी हाम्रो गन्तव्यतर्फ लाग्दैछौँ हो ल गाइज समुद्रमा पानी फुल भएर कतारमा पानी छ यो पानी भनेर देख्दैन होला हामी त पानी हो यो पुरै पानी हो यो समुद्र भरेर आएको भन्नु नमिल्ने ल अरू यहाँ छैन नि होइन उता पानी छ यता छैन पानी पुरा बन्दरगाह छ यहाँ चाहिँ गाउँतिर लाग्यो है गाइज हाम्रो क्याम्प त गाउँतिर छ होइन गाउँतिर लाग्यो अब गाउँ लाग्यो यस्तो छ गाउँ हाम्रो हामी बस्ने गाउँ है हाम्रो गाउँ चाहिँ पलतिर हो भन्नु चुप गर न जानु त ल हामी गाउँ लाग्यो ल यस्तो छ गाउँ जानु त अर्जेन्टिना आउनु लाग्यो त अब अर्जेन्टिना क्याम्प आउनु हट्यो अलि जुम गर टिना नै हो के देख्दैन क्या अहिले देखिसक्यो कि होइन ओ यो त देखा छ के यो त देखाउनु पर्यो नि अब उता त घामले मिल्दैन क्या यता क्लियर छ ए यस्तो जुम गऱ्यो भने झन् दामी देखिन्छ यहीँ उठ पाल्दैछ भन ल अब हाम्रो गाउँ पनि आउनु आँट्यो है ए अब हाम्रो गाउँ पनि आउनु आँट्यो म देखाइदिन्छु हाम्रो बिल्डिङहरू चाहिँ उत्यो है त्यो हाम्रो बिल्डिङहरू हो गाडी घुमाएर लान्छ
ऊ त्यो क्या ऊ तिनीहरू हाम्रै बिल्डिङहरू हो त्यो देखिरहेकोहरू नजिकै छ तर क्यामेराबाट एउटा कतारमा देखिन्छ छैनौँ अर्जेन्टिना क्याम्पमा हो अर्जेन्टिना हो भनेर भन्नुहोस् हामी कतारमा छैनौँ अर्जेन्टिना क्याम्पमा चाहिँ छौँ है यहाँ पनि पानी छ है राउन्ड बोर्डमा हामी कतारबाट सिफ्टिङ यो हाम्रो क्याम्प चाहिँ यिनीहरू हाम्रो क्याम्प यहाँदेखि परसम्म क्याम्प ए कति छ कति छ है राउन्ड बोर्ड म अहिले नजिकबाट देखाउँछु गाउँको राउन्ड बोर्ड यस्तै हो म अहिले नजिकबाट देखाउँछु अलि नजिकबाट देखाइदिन्छु मैले अझै ल हामी हाम्रो अब क्याम्पतिर प्रस्थान भयौँ यस्तो छ हाम्रो बिल्डिङ हाम्रो क्याम्प यस्तो चाहिँ R2 R3 R5 तर हाम्रो चाहिँ G4 हो G4 G6 G7 G10 यस्तै है अस्ति मिसाइल खसेको चाहिँ यहाँ पछाडि हो भन्नु के भन्नु होला ल यस्तै छ है गाइज अस्ति आगो लागेको यहाँ अगाडि हो भन्नु ल हाम्रो क्याम्प यस्तै छ ल ए काम गर्ने केटाहरू ए यस्तो छ इन्जिनियरहरू भने यार इन्जिनियरहरू यिनीहरू फेरि रोडमा यहाँ काम गर्ने इन्जिनियर ल है गाइज हामी हाम्रो क्याम्पतर्फ प्रस्थान हुँदैछौँ आइपुग्नै लाग्यो गल्ली गल्लीको देखाइ छि गल्लीको भिडियो देखाइरहेको छु गाइज लाइक कमेन्ट सेयर अनि सब्स्क्राइब पनि होला सब्सक्राइब पनि गरिदिनु होला युट्युब मेरो च्यानललाई सेयर भनेको बाघ आयो भने भरे के गर्छ यहाँ मस्जिद पनि छ यहाँ मस्जिद छ मन्दिर भन मस्जिद हो ल यस्तो छ हाम्रो एटिएम चाहिँ यहाँ आउँछ यहाँ गाडी आउँछ महिनामा एकपल्ट अनि उता निकाल्न यो महिना आएन यो महिना पैसा नि आएन एटिएम नि आएन पैसा नि आएन एटिएम पनि आएन यो साइक्लिङ गर्ने भने यहाँ चाहिँ यहाँ फेरि आइन्छ साइक्लिङ गर्न यहाँ चाहिँ पार्किङ यो बस पार्किङ हो यो भनेको बस पार्किङ हो ड्युटीको तर राख्न एलाउड अरूको होइन यो रोडतिर राख्न मिल्दैन अहिले यो पक्रिन्छ सेक्युरिटीले अहिले एकछिनपछि अहिले सेक्युरिटी बिजी छ सेक्युरिटी बिजी छ अहिले ल अरू त यस्तै हो ल पुग्यो भन्दा नि हुन्छ अब केटा ल गाडीदेखि उता केटा ट्रेन आइसके ल ए केटाहरू आइसके हाम्रो एरोप्लेनदेखि आइसके ए केटाहरू सब लागिसके आफ्नो ठाउँमा हामी आइसक्यौँ अब ल केटा ओए उफ्रा न केटा उफ्रा न केटा केटाहरूको यहाँ ब्रिफिङ हुँदैछ ल ल हामी लाग्यौँ है अब आइपुग्यो यति नै भलक मेरो